भैँसी र एक नम्र गाई बीचको कहानी। भैँसीलाई आफ्नो ताकत र ठूलो शरीरमा धेरै घमण्ड थियो। ऊ सधैँ गाईलाई हेप्थ्यो र भन्थ्यो, मेरो जस्तो बलियो शरीर कसको हुन्छ र? म नै सबैभन्दा शक्तिशाली। गाई भने शान्त स्वभावकी थिइन्। ऊ कहिल्यै नै भैँसीसँग झगडा गर्दैनी थिई। एक दिन बगैँचामा ठूलो आँधी आयो। आँधीले सबै जनावरहरूलाई त्रसित बनायो। भैँसीले सोचे, म बलियो छु, मलाई केही हुँदैन। तर आँधीको वजनदार हावाले भैँसीलाई पनि असन्तुलित बनायो र ऊ हिलोमा फस्न पुग्यो। धेरै प्रयास गरे पनि ऊ उठ्न सक्दैनथ्यो। उता गाईले यो देखेर उनलाई मद्दत गर्न आइपुगी। आफ्नो ढाड र बल प्रयोग गरेर गाईले भैँसीलाई बाहिर निकालिदिई। थाकेर र लाजले भैँसीको आवाज पनि निस्केन। अन्त्यमा ऊ भनी, सकिने थ गाई दिदी, तिमी जस्तै दयालु र नम्र हुनु नै साँचो शक्ति रहेछ। मैले घमण्ड गरेर गल्ती गरेँ।